हाई एभ्रिवान, सेवा सबैजनामा अनि हजुरहरू सबैजनालाई मेरो नयाँ भिडियोमा स्वागत छ। अनि आज चाहिँ हामी जाँदैछौँ शङ्करबेली। अनि यो चाहिँ तारी जङ्गल हो साथीहरू। अनि हामी तीनजना चाहिँ स्कुटरमा गइरहेछौँ। अनि बाँकी चाहिँ अरू पनि हुनुहुन्छ दिदी देमाहरू। अनि उहाँहरू चाहिँ टेम्पोमा अगाडि गइसक्नुभयो। हामी चाहिँ यहाँ पछाडि जाँदैछौँ। कस्तो राम्रो जङ्गल छ हेर्नु न। तर यतातिर चाहिँ हात्तीहरू पनि आउँछ अरे क्या। अनि कस्तो डरलाग्दो पनि छ तर राम्रो पनि छ। अब चाहिँ हामी सर्दु पुल आइसक्यौँ। सर्दु खोलाको पुल तरेर जाँदैछौँ। सर्दु खोलामा चाहिँ एउटा पानी छैन, सुक्खा छ हेर्नुहोस् न। अनि यतातिर चौरीहरू कति राम्रो छ है। यताको मान्छेहरूलाई कस्तो राम्रो भन्दै जाँदै थियौँ। हामी चाहिँ यहाँ भलुवा चौरी भन्ने ठाउँमा पुगिसकेको छौँ साथीहरू। अनि हामी चाहिँ यहाँनेरि काका काकीको घरमा पनि पस्नु थियो, किनभने चाहिँ हामीलाई काका काकीहरूले चाहिँ खाना खाँदै बोलाउनु भएको थियो। अनि यहीँबाट जाने भनेर देमाले चाहिँ यहाँ टेम्पो रोकाएर हिँड्दै हुनुहुन्छ, अगाडि जाँदै हुनुहुन्छ। अनि फेरि टेम्पोले अलिक परसम्म लगिदिन्छु भन्नुभएर चाहिँ फेरि जाँदै हुनुहुन्छ। अनि हामी पनि पछि जाँदैछौँ। दुईजना चाहिँ हिँड्दै जाँदै हुनुहुन्छ। घर चाहिँ यहाँनेरि रहेछ तर टेम्पोले चाहिँ निकै पर लगिसक्यो। अनि फेरि टेम्पोबाट त्यही ओर्लेर मम्मी र दिदी चाहिँ आउँदै हुनुहुन्छ। अनि घर चाहिँ यता रहेको छ, यहाँबाट गेट। अनि यहाँ चाहिँ अन्जना बसिरहेको छ गेटमा। यो चाहिँ साथीहरू विशाल चोक पनि भन्छ अनि भलुवा चौरी पनि भन्छ। यहाँ चाहिँ हाम्रो काका काकीको घर रहेको छ। अनि हामी पनि यहाँ पुगिसक्यौँ साथीहरू। यहाँ काकी हुनुहुन्छ बाहिर। अब चाहिँ खाना खाइसकेर पनि यहाँनेरि बहिनी चाहिँ आज साकेला जानुहुने अरे, भाङ्गेमा रहेछ। त्यही भएर यहाँ रेडी गरिदिँदै हुनुहुन्छ। दिदीले चाहिँ बहिनीलाई राम्ररी बनाइदिँदै हुनुहुन्छ साकेलाको लागि। यहाँनेरि दुईजनाले चाहिँ दुईजना बहिनीहरूलाई रेडी गरिदिँदै हुनुहुन्छ। अनि बहिनी चाहिँ गयो, मैले बाई भने, बाई गर्दै कुद्दै छिन्। अनि काकीले चाहिँ घरबाटै के खाजाहरू बनाएर लैजाउँ न भन्नुभयो। अनि सबैजना मिलेर चाहिँ यहाँ लसुन केलाउँदैछौँ। अब चाहिँ हाम्रो सबै कुराहरू चाहिँ रेडी भइसक्यो। अनि हामी चाहिँ अब लाग्यौँ शङ्करबेलीतर्फ। अनि यहाँ सफारीमा चाहिँ जाँदै हुनुहुन्छ 5 जना भने हामी स्कुटरमा 3 जना जाँदैछौँ साथीहरू। अनि हेर्नु न कस्तो राम्रो रहेछ यता चाहिँ बाटो पनि अनि ठाउँ पनि राम्रो लाग्यो। म चाहिँ यतातिर चाहिँ आएको थिइनँ क्या साथीहरू, फर्स्ट टाइम आएको हो। कहिले पनि आएको थिइनँ, आज नै आएको हो म चाहिँ यतातिर चाहिँ। गर्मी चाहिँ ठिकै रहेछ भनौँ न। तर आज कस्तो धेरै घाम लागिरहेछ कि। अनि आँखा पनि हेर्नु भएको छैन, पुरा घाम लागिरहेछ। जाँदैछौँ हामी चाहिँ। अनि अलिक पर चाहिँ सफारी रोक्नुभयो क्या यहाँनेरि। अनि किन रोक्नुभयो भनेको काकीले प्लेटहरू चम्चीहरू किन्नको लागि दोकानमा रोक्नुभएको रहेछ। अनि काकीले चाहिँ प्लेटहरू ल्याउनु भयो। अनि हामी चाहिँ यहाँनेरि वेट गरिरहेछौँ। अनि देमाले चाहिँ बाटोमा फुल देख्नुभयो अनि टिपेर ल्याउँदै हुनुहुन्छ। त्यहाँनेरि घरमा मागेर टिप्नुभएको, धेरै टिपेर ल्याउनु भएछ। अनि म चाहिँ हाम्रो देमा फुलकुमारी भएर आउनुभयो भन्दैछु। घामले हेर्नु न, आँखा पनि हेर्नु भएको छैन, कत्रो घाम लागेको हो। अनि मलाई चाहिँ घामले पोलेर मेरो हाफ थियो नि त, त्यही भएर देमाले चाहिँ मलाई आउटर दिनुभयो। देमाको आउटर लाएर म पनि मक्ख परेर जाँदैछु। अनि हेर्नु न साथीहरू, यतातिर त मकै पनि पाकिसकेको रहेछ के। अनि घामले कस्तो आँखे हेर्नु भएन नि त। अनि नानाले चाहिँ मलाई चस्मा पनि दिनुभयो। अनि म चाहिँ लगाएर यहाँनेरि भिडियो बनाउँदै हिँड्दैछु साथीहरू। अनि यहाँ अगाडि चाहिँ सानो पुल रहेछ। अनि यहाँनेरि चाहिँ अलिक थाम्दैन भनेर टेम्पोबाट पनि 2 जना झर्नुभयो, ओर्लेर हिँड्दै हुनुहुन्छ देमा र नाना चाहिँ। अनि हामी पनि 2 जना ओर्लेर हिँड्दैछौँ साथीहरू। हिँडेर चाहिँ पारीसम्म हामी चाहिँ जाने हो। स्कुटर चाहिँ बिस्तारै लाँदैछ उसले। अनि यहाँनेरि
देमा र नाना चाहिँ टक 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 हिँड्दै हुनुहुन्छ। मैले त हेर्नु न भने अनि फर्किनु भयो। फाइनल्ली हामी शङ्करबेली आइपुग्यौँ साथीहरू। अनि शङ्करबेली गेटभन्दा बाहिरको माहौल चाहिँ यस्तो थियो, कति धेरै भिड हेर्नु न, गाडीहरू कति धेरै छ, स्कुटर बाइक त्यतिकै सफारी। अब चाहिँ सफारीबाट ओर्लेर यहाँ सामानहरू चाहिँ झिक्दै हुनुहुन्छ। हाम्रो सामानहरू सबैजना झरेर चाहिँ भर्खर झर्दै हुनुहुन्छ। अनि मेरो मम्मी चाहिँ सफारीबाट ओर्लेर हाँस्दै हुनुहुन्छ। अनि यहाँनिर गेट बाहिर चाहिँ टिकट यसरी लिनुपर्ने रहेछ, टिकट काट्दै हुनुहुन्छ यहाँ। अब हामी चाहिँ भित्रतर्फ लाग्यौँ है त। यहाँनिर चाहिँ दुईजना अलरेडी पुगिसक्नु भएछ। गेटभन्दा भित्रको दृश्य चाहिँ यस्तो देखिन्छ, अगाडि हेर्नु है साथीहरू, यस्तो छ। अनि हामी चाहिँ यहाँ गेटभित्र एकछिन वेट गऱ्यौँ साथीहरूलाई। अनि उहाँहरूले पनि टिकट काटेर आइसक्नु भयो। यहाँ सबैजना भेला भयौँ टिकट काटेर। अनि हामी चाहिँ हिँड्नु थाल्यौँ। हेर्नुहोस् न, यहाँ देमा पनि भिडियो बनाउँदै हुनुहुन्छ। यस्तो छ हेर्नु न अगाडि, कति धेरै भिड हो क्या। तर आज यस्तो धेरै छुट्टी भएर पनि होला, कति धेरै भिड मान्छेहरूको हेर्नु न। यहाँनिर चाहिँ रुख हेर्नुहोस् न, फुल यो चाहिँ कस्तो राम्रो देखिरहेको थियो। तर राम्रै छ, हेर्नु न कस्तो राम्रो छ। तर अब ड्रोनमा देखाए जस्तो राम्रो चाहिँ नहोला। अनि यहाँ चाहिँ खेल्ने ठाउँहरू पनि रहेछ। हेलो गाइस, हामी चाहिँ फाइनली शङ्करबेली आइसकेको छौँ। यो चाहिँ एकदमै राम्रो रहेछ। यहाँ चाहिँ फुलहरू फुलेको छ। अब हामी चाहिँ इन्जोय गर्न गइरहेको छौँ है गाइस। अनि टक्क लगाएर म चाहिँ यहाँ पुलमा टक 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 हिँडेर खाली हुँदा भिडियो बनाउन मन थियो, किनभने पुल छ अनि उता चाहिँ पुल छ नि त कस्तो राम्रो। तर भिड भएर पाएन। पोखरी पनि रहेको छ, सुन्दर पोखरी, साइडमा फुल। वाउ, यस्तो दामी छ है साथीहरू। हजुरहरू पनि जानु भएको छैन भने जानु होला। यहाँनिर मम्मी र नाना चाहिँ हिँड्दै हुनुहुन्छ। अनि अगाडि देमा काकी हिँड्दै हुनुहुन्छ। हामी चाहिँ उता अर्को साइडतर्फ जाँदैछौँ। है त साथीहरू, यहाँनिर चाहिँ बल्छी हामीले खेल्नु पनि पाउँदो रहेछ होइन। 200 रुपियाँ तिरेपछि चाहिँ यो बल्छी दिनैभरि खेले पनि भयो अरे के। अनि मारेको माछा चाहिँ घर लानु पाउने अरे साथीहरू। अनि यहाँ सेकुवा बनाएर खाँदा पनि हुन्छ है, सेकुवा बनाएर यसरी माछा। साथीहरू यहाँ कस्तो राम्रो जलकुम्भी फुलेर भइरहेको रहेछ, हेर्नुहोस् न कस्तो राम्रो छ। अनि हामी चाहिँ जलकुम्भीको अलिकति माथि डाँडामा बसेर यहाँनिर खाजा खान लागेछौँ। हाम्रो खाजाहरू चाहिँ के छ भनेर म देखाउँछु ल। पुलाउ, प्याजी, अचार, अनि आलुदम, अनि पर्क मासु रहेको छ भने अर्ग्यानिक मही, अनि फेन्टा रहेको छ, खुर्सानी, यस्तै रहेछ है हाम्रो चाहिँ। अनि टक्क लाएर यतिजना छौँ। अनि यो सबै बनाउने चाहिँ यहाँ हाम्रो काकी हुनुहुन्छ, यहाँ हाम्रो राम्री काकी हुनुहुन्छ। खानु पनि थाल्यौँ साथीहरू। यम्मी छ। ल हाम्रो चाहिँ यहाँनिर खाजा चाहिँ अर्ग्यानिक प्लेटमा साथीहरू, अर्ग्यानिक प्लेटमा चाहिँ यहाँ खाइरहेछौँ। कस्तो भइरहेछ अर्ग्यानिक प्लेटमा खाँदा देमा? संस्कृति झल्काएको जस्तो लागिरहेछ। संस्कृति झल्काएको जस्तो लाग्यो। ठिकै हो साथीहरू। हजुर। अनि फेरि साथी हाम्रो चाहिँ यहाँनिर हेर्नु है, अर्ग्यानिक गाईको सरुवा सबै अर्ग्यानिकै हो। अनि फेरि यता साथीहरूले चाहिँ प्लेटमा पनि खाइरहेछ। यो प्लास्टिकको प्लेटमा खानुभन्दा चाहिँ नि यो आफ्नो अर्ग्यानिक प्लेटमा खानु राम्रो हो हैन साथीहरू? के लाग्छ तपाईहरुलाई? आजको
यति मिठो खानेकुराको लागि धेरै धेरै धन्यवाद हाम्रो काकीलाई। हाम्रो काकीलाई मिठो मिठो पकाउनु भएको छ सबै। साथीहरू हामी चाहिँ खाइसकेर अलिक उबारेर चाहिँ हामी यिनीहरूलाई पनि दिँदैछौँ। भाग्दैछ डरले खा आइज गोरे डरले खा न। हेर्नु न साथीहरू खाइरहेको छ यिनीहरूले पनि बिचरा यहाँ बसिराख्दो रहेछ। यतातिर पनि छ माउको टोको भनिहाल्ने छोडिदेऊ। बजे साथीहरू हामी चाहिँ घर फर्किँदैछौँ। अहिले चाहिँ कति बज्यो भन्दाखेरि 7:06:40 गइसकेको छ। अनि अब हामी चाहिँ घर फर्किने तर्खरमा छौँ साथीहरू। घर फर्किँदैछौँ होइन। अनि यस्तै छ। पर मेरो दिदी चाहिँ पुगिसक्नु भयो, अरू सबैजना अगाडि गइसक्नु भयो। म चाहिँ यहाँ लास्टमा छु। मेरो दिदी चाहिँ टक 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 हिँडिरहनु भएको छ साथीहरू। अनि अरू साथीहरू सबैजना अगाडि गइसक्नु भयो। दिमाहरू काकीहरू छेमाहरू मम्मी सबैजना गइसक्नु भयो। अब चाहिँ साथीहरू हामी चाहिँ रात परिसकेको छ, 7 बज्न लागेछ। अनि हामी चाहिँ अब हिँड्यौँ यता छ। ल बाई बाई गरिदिउँ न त साथीहरू। हेर्नु न हामी चाहिँ शङ्करबेलीबाट फर्किने क्रममा यस्तो राति पर्यो होइन। अनि यो के को जङ्गल भन्छ हौ, यो जङ्गलको बाटो आइरहेको छौँ। तरी जङ्गलमा छौँ साथीहरू। अहिले चाहिँ राति भइसकेको छ, 8 बजिसक्यो। अनि फेरि कत्रो पानी पनि परिरहेछ क्या साथीहरू। ठुलो पानी परिरहेछ हेर्नु न, कत्रो पानी परिरहेछ। अनि हामी चाहिँ यहाँनिर गाडीबाट जाँदैछौँ सबैजना। अनि काका चाहिँ पर अगाडि जाँदै हुन्छ, हामीलाई पुऱ्याउनु जाँदै हुनुहुन्छ काकाले पनि। हामीले सुनेर चाहिँ आउने बेला डर लागेको थियो, तर अहिले चाहिँ डर लागेको छैन, एकदम रमाइलो भइरहेछ।
सुसाउने खोला गाई बसी चढ्ने मन भएर साउने थिए निष्ठुरी तिम्रो मन निष्ठुरी तिम्रो मन इलामे सहर चियाबारी राम्रो त्यही पर घर हाम्रो कस्कियो छोरी पाताली मोरी लैजाने आँट हाम्रो लैजाने आँट हाम्रो नमान्नु डर काँडाको साइला 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 अनि के हो दिउला माया औलाउ माया खोइ के पो भन्नु ढलेछ बातास सुस्तरी मनै सारा भरस छैन जीवनको बिताउ हाँसेर भरस छैन जीवनको बिताउ हाँसेर कहिलेमा काहीँ रमाइलो हुन्छ भेटघाटा हुँदामा जानीको जाला नभेदो रहेछ बसेर रुँदामा जल्छ बतास सुस्तरी मनै सरला भरस छैन जीवनको बिताउ हाँसेर मायालाई ढाकेको रेशम पिरिरी रेशम पिरिरी उडेर जाऊ कि डाँडामा भन्ज्याङ रेशम पिरिरी तिमीलाई पनि म बिर्सिदिन्छु मेरो माया सहे तिम्रो माया जुन तारा भए मेरो माया नक्षत्र सबै तारी भए मेरो माया नम्बरी ल है साथीहरू हामी चाहिँ फाइनली फर्केर पनि आएर यहाँनिर मङ्गलबारे चोक आइसकेको छु। अब यहाँबाट चाहिँ हामी अटोमा जान्छौँ अनि यहाँनिर गाडी हुनुहुन्छ अनि यहाँ काका हुनुहुन्छ। काकालाई विशेष धन्यवाद हामीलाई छोडिदिनु पनि हुनुहुन्छ। आजको हाम्रो ट्रिप चाहिँ एकदम धेरै रमाइलो भयो होइन त्यसमा एकदम रमाइलो है बाई 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 अरू सानी दिदी सानी आयो बाई भन। अब यतिजना चाहिँ यताबाट जानुहुन्छ भने हामी चाहिँ यताबाट टेम्पोमा जानु लागेछौँ। बाई भन्नु न। बाई बाई गाइस के भनेको बाई बाई। ल है त साथीहरू बाई बाई। आजलाई फेरि अर्को ब्लगमा आउनेछु।